तपाईँ भर्जिन हुनुहुन्छ अरे ल के हो भर्जिन भनेर साँच्ची मैले अच्छा हमको सिखा रिया है बुझेको छैन क्या रक्सी हो भर्जिन भनेको त्यो 8848 भर्जिन रक्सीको एउटा भेराइटीमा पनि भर्जिन पनि हो होइन अब तर यहाँ चाहिँ अब तपाईँ भर्जिन हुनुहुन्छ आर यु स्टिल भर्जिन भन्छ नि मान्छेले मैले सुनेको छु भर्जिन भन्ने के तपाईँ कुमार हो कुमार सन्तोष कुमार बस्ने त्यही हो दिमाग खराब गरेछु यार कुमार भने मैले फेसबुकमा चाहिँ सन्तोष कुमार आज बस्ने आज आज जनतालाई बताउनुहोस् के तपाईँ भर्जिन हो कि ल भन्नु सन्तोष सर ठ्याक्कै यसको थेट के भन्न खोजेको बुझ्नु भर्जिन भने चाहिँ कस्तो मतलब के हो अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो थाहा पर्ने हो यार यो त भएन सर हो र यो के हो यो वर्डै बुझिन मतलब भर्जिन भनेको चाहिँ एउटा चाहिँ कुमार कुमार भनेको नेपालीमा अब कुमार होइन थरै कुमार छ सन्तोष कुमार बस्नेत भन्छन् मलाई शाबाश बेटा बहुत बढ़िया मुन्ना ल हो त्यो वाला हो कि के हो ठ्याक्क भन्नु न अब त्यो वाला बुझ्ने हिसाबले भन्नु न। कुमारवाला जस्तै कुमार भनेको भर्जिन भनेको चाहिँ एउटा चाहिँ त्यो अब कुमारी भन्छ नि कुमारी केटी होइन त्यो भने चाहिँ के हो ल कुमार भने कुमार केटा भनेको चाहिँ अब अहिलेसम्म बिहे नगरेको मान्छे यस कि बेस नगरेको साथसाथै बिहे त भए छैन नि होइन यसको न बोलीको ढङ्ग छ न चाहिँ नपरो कुनै चाहिँ शब्द राम्रो छ हैन बे नभए पनि कुमार हो ठ्याक्कै बुझिन कुमार भने कस्तो त नि ये फंस गया सीएम म बुझ्न यसरी यसको हुन्छ यो बुझ्न चाहिँ नमिल्ने कुरा हो यो किनभने म बुझाएरै सक्दिनँ नि त बुझेकै छैन भने अब मैले कसरी भन्ने क्या भर्जिन हो भने न रक्सी कुरा अरे न के हो तपाईँ रक्सी खुलाउनु नि अहिले हामी तपाईँले गिलास हालेर खाइहाल्थ्यो नि यार रक्सी त भएकै होइन तपाईँ भर्जिन हो भनेको चाहिँ तपाईँ जस्तै होइन अब जस्तै कसैले भन्छ नि त अब जस्तै म त भर्जिन होइन मैले त बिहे गरिसकेँ मैले सेन्स हिन्स दिइरहेको छु तपाईँलाई बुझिस नि भाइ बुझे तैँले चाहिँ बुझिनस् कि क्या हो हल्का बुझे के भर्जिन होइन बिहे गरिसकेँ भन्नाले मैले त बिहे गरिसकेँ म भर्जिन होइन मेरो गर्लफ्रेन्ड छ म भर्जिन होइन फिजिकल वेमा छाडा काहीँ नभएको छाडा ल ओ फिजिकल वे सही हिन्स दियो यार संस्कृति के अरे मतलब बिहे गरिसकेँ भन्दाखेरि कस्तो त मतलब ठ्याक्क भन्नु नि भर्जिन भने यो हो भन्ने बुझाउनु अब मैले बुझाए होइन ट्यापमै बनाइदिनु भयो यार अब म कसरी भन्नु बुझाउनु अब यो लेख्नु भएको छ क्वेसन दिनु भएको कंट्रोल कंट्रोल म कसम यार म यो विज्ञ होइन अब म बिहे गरिसकेँ भर्जिन हो भन्नुहुन्छ अब के भने होइन भनिदिनु न त कहाँ छ ल प्रमाणित गरेर देखाउनु पर्यो नि होइन नबुझिकन हो कि के हो यो भने बा होम्ला बा होइन होम्ला ल सुन्नु म तपाईँलाई भन्ने होइन तपाईँले चाहिँ जस्तै कोहीसँग कोही आफ्नो पार्टनरसँग चाहिँ सम्बन्ध राख्नु भएको छ फिजिकल सम्बन्ध राख्नु भएको छ इफ तपाईँले छ भने चाहिँ मान्छेले चाहिँ यसरी जज गरे हुन्छ कि त्यो मान्छे भर्जिन होइन ल यहाँ भन्दा एक्सप्लेन आई कान्ट यार यति पनि बाध्य बनाएर दिएको नत्र नबोल्ने मान्छे फिजिकल सम्बन्ध भने के हो फेरि बिल्कुल चुप धना पारिदिनु भयो तपाईँले नहान न के हो त्यो भने के होइन तपाईँ राख्नु नभएन होइन केही हो भन्नु न बुझ यसलाई पास गरिदिनु अडियन्समा जान्छु म पास ल गेस गर्नु के होला भने शङ्का यहाँ गेस गर्ने म गेस होइन हुन गरिदिन्छु चाहिँ के हो नि ल गर्नु ल म गेस गरिदिन्छु ल होइन लेकिन एक सेकेन्ड कसरी होइन तपाईँलाई कसरी थाहा हो त्यसो भए होइन त्यो भन्नु पर्यो नि त एन्सर चाहियो होइन अब त्यो बुझिनँ या मैले तपाईँले चाहिँ अब अहिलेको यतिको उमेरसम्म आएर पनि रमाइलो गर्नु भएको रहन्छ भन्नु खोजेँ मैले